Hello everyone, welcome to my new vlog. आजको डे चाहिँ स्पेसल हुनेवाला छ किन भन्दा our very good friend, very special one and our main support system far from our family. He has a birthday today and हामीले सानो सेलिब्रेसन गरौँ या गेट टुगेदर गरौँ भनेर सोचिरहेको छौँ। अहिले कति भयो 8:30 भयो, 9 बजेतिर म्याक्सिमम अफिस स्टोरहरू ओपन हुन्छ अनि त्यसपछि चाहिँ आज म फ्री छु, म मात्र फ्री छु अनि त्यही भएर मैले दिएको काम सबै सकाउँछु अनि साझा डेकोरेसन प्लस अरू सबै इन्जोय गर्न पाइन्छ सबैसँगै बसेर भनेर सोचिरहेको छु। अब ग्रोसरी सपिङ प्लस डेकोरेसनको सामानहरू सबै किन्न पर्ने छ, सबै सपिङ गर्न पर्ने छ। आई होप यु अल इन्जोय द भिडियो एन्ड स्टे टिल द एन्ड। अब चाहिँ सुरु गरौँ डेकोरेसन प्लस प्रिपरेसन। लेट्स गो। आई एम रेडी। सपिङ गरेँ तर फर्किँदा चाहिँ सबै नै बिग्रेको रहेछ अनि फेरि उबर गरेर उबरमै घर गएँ। Thanks, have a nice day. Thank you. Hi. डे चाहिँ बल्ल स्टार्ट भयो, अब चाहिँ धेरै काम बाँकी छ। अब जाने बित्तिकै सुरु गरौँ। चाहिँ म र मेरो बहिनी भएर पकाउन सुरु गऱ्यौँ। त्यसपछि चाहिँ हामीलाई फ्रेस फ्लावर किन्न थियो अनि हामी दुईजना भएर मार्केट गयौँ फ्रेस फ्लावर किन्न। यही लिएर जाऊँ यो या कुन यो भाइब्रेन्ट देखियो अलिक धेरै दिनसम्म टिक्ला सेतो फुल जिन्दगी भयो टिक्छ। लोक मलाई आउने बित्तिकै के माग गर्छ यो लैजाउँ एउटा यो लैजाउँ न एउटा यो लैजाउँ एउटा सादावाला लैजाउँ हुन्छ। राम्रो हो नि त्यो, राम्रो 28 हो सबै यो 15 लिएर एउटा यस्तै यस्तै। यो त प्लान्ट जस्तो हो त्यो होइन। अर्को फ्लावर किन्न चाहिँ फेरि हामी अर्को सपमा गयौँ।
भएन अर्को पनि देख्ने वाउ चाहिँ अपडेट दिन आएको म खासमा कुकिङ प्लस प्रिपेरेसन प्लस डेकोरेसन अलमोस्ट डेकोरेसन चाहिँ सबै भइ नै सक्यो कुकिङ चाहिँ एपिटाइजरहरू चाहिँ रेडी बनायौँ म मेरो बहिनी मिलेर सबै बनायौँ अनि त्यसपछि अब मेन मिलहरू पनि मेन चाहिँ रेडी नै भइसक्यो अब ठ्याक्कै धेरै 2-3 मिनट लाग्ने या फ्राई गर्नुपर्ने कुनै चिजहरू चाहिँ राखेको छु अब एकछिनमा गेस्ट आउन आँटेपछि अनि त्यति बेला नै फ्राई गर्छु भनेर सोचेको छु 6:45 जति भयो 7मा चाहिँ गेस्टहरू आउनुहुन्छ अब म पनि रेडी हुन भनेर आएको छु अब रेडी हुन्छु अनि देखाउँछु है दाजुहरूलाई के हुन्छ कहिले एउटा काममा रेडी ओइ चाटो खाउँदै Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. कस्तो लाग्यो सरप्राइज फ्लावर हजुरको लागि कस्तो सम्झे सरप्राइज हामीले बनाएको बेलुन हामीले डेकोरेट गरेको छ किर्तिले अलि बर्थडे भयो कि नमस्ते समीरले कति वर्षको म स्वीट 16 हो कि स्वीट 16 समीर 16 वर्ष हुनुभयो होला म 22 अब 23 मा लाग्दै हो Happy birthday to you. Thank you. Many happy returns of the day. Very thank you. भगवानलाई डाउट होग्नु न फेरि त्यो सिधै यता आउला नि त्यो काठको हाम्रो भुइँमा बिछाएर के गेमहरू खेल्न पर्यो भने भुइँमा चिसो नलागोस् भनेर यो बिछाउन लाग्यो हामीले भित्र गर्मी त हुन्छ कि तर यत्तिकै बस्दाखेरि राम्रो पनि देखिनु किर्तिले चिटिक्क मिलाइरहेको छ ए हाम्रो कलर कोअर्डिनेसन मिलाइराखेको के यो सबै हो कि नै तपाईँ के भन्न चाहनुहुन्छ वाह कस्तो ट्यालेन्ट कस्तो राम्रो हाम्रो बर्थडे बोय टोयलेट भित्र हुनुहुन्छ बर्थडे बोय इज इन्जोइङ हिज बर्थडे हाम्रो भगवान अल सेट गिभिङ आशीर्वाद फ्रम हियर टु हियर के हो कस्तो राम्रो आएको प्याकिङ सरी वाउ यति राम्रो होला जस्तो कस्तो युनिक प्याकिङ देखेँ म त वाउ ब्युटिफुल ल सबै Thanks to Aditya for the cake. कलर वाहन भयो म त केही खाएन कि एक कलर खायो सेकेन्ड
दिदी हाई भन्नु Happy birthday to you. Happy birthday to Sorry दिदी कुच्चो त्यस्तै बनायो हो गया मुखमा बनाउ चाहिँ अझै 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 अब 1 2 अब एक ल अब ल अझ माथि दगाल 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 दाजु एक्सपेक्टेसन हाई छ है तपाईको अब गए अब चाहिँ रमाइलो गर्दै खाना खाँदै गऱ्यौँ अनि त्यसपछि सबै जाने बेला पनि भयो ल सुशान्त चाहिँ भेट्दै गर्नुपर्छ यार आजको दिन आजको भ्लग आज सबै कुरा चाहिँ यहीँनिर एन्ड हुन्छ आजको हाम्रो सबै कुरा चाहिँ एकदम राम्रो भयो डेकोरेसनदेखि लिएर हरेक कुरा सरप्राइज सबै रमाइलो भयो एकदमै रमाइलो भयो थ्याङ्क यू सो मच फर वाचिङ अन्टिल द एन्ड होप टु सी यु अगेन थ्याङ्क यू